कुनै पनि फेमको लागि र कुनै पनि किसिमको अटेन्सनको लागि यो आइडीमा पोस्ट गरिरहेको होइन। यो आइडीमा मलाई मतलब छैन कस्तो म पोस्ट गर्छु, कस्तो म हाल्नेवाला छु। सिर्फ मलाई आफ्नो प्रोग्रेस ट्र्याक गर्ने कुराहरू यो आइडीमा पोस्ट भएको छ कि छैन त्योसँग सम्बन्धित राख्न चाहन्छु। यो आइडी, यो मेरो च्यानल वास्तवमा आर्ट रिलेटेड च्यानल हो। यो आइडीसँग निज पनि मेलो खाँदैन र यो आइडीमा म लङ भिडियो हाल्ने गर्छु, इभन दो इन सर्ट फर्म कन्टेन्टमा पनि। र यो आइडीमा कुनै किसिमको एडिटेड हुँदैन, सबै र कन्टेन्ट हुन्छ र सबै साँचो कुरा हुन्छ, जहाँ चाहिँ म कसरी आफ्नो जीवनमा गोलहरूमा काम गर्दैछु र कसरी अघि बढ्दैछु भनेर। र अहिले म 1 इन्च हाइट बढाउने र साथसाथै अफकोर्स गाह्रो र इम्पोसिबल चिजमा नै काम गर्नु नै हाम्रो ड्युटी हो। हाइट इन्क्रिज गर्नु भनेको एकदम इम्पोसिबल चिज हो आफ्टर एज 20 गरिसकेपछि। सो द्याट इज माइट बी अ प्रब्लम, बट वी विल स्टिल ट्राई द्याट विदिन 45 डेज एचिभ गर्नुपर्ने छ। र अनि 45 डेजभित्र $1K इन नेपाल, त्यो पनि एकदम काइन्ड हार्ड छ, विदाउट एनी इन्भेस्टमेन्ट, जिरो इन्भेस्टमेन्ट। अनि नेपालमा त काइन्ड हार्ड हो। 1,35,000 माथि भनेपछि 35,000 नै कमाउनु गाह्रो हुन्छ नेपालमा। सो 1,35,000 इज सो बिग अमाउन्ट इन नेपाल। एन्ड another thing is भने जस्तो हिन्दी जस्तो बोलिरहेको छु। सो another thing is 1K फलोवर्स अक्रस द प्लेटफर्म, तर यसमा इन्क्लुड गरेर होइन, किनकि यसमा मेरो अलरेडी 145 सब्सक्राइबर्स छ अहिले राइट नाउ होइन। तर यसलाई काउन्ट गर्दिनँ म। आफ्नो मेन एकाउन्टहरू छ जुन चाहिँ मैले अलरेडी काम गरिरहेको छु। म इन मेन एकाउन्टधरि मेन्सन गर्दिनँ यहाँ, किनकि म त्यो मेन एकाउन्टमा आफूलाई इम्प्रुभ गर्नलाई त्यही तरिकाले, त्यही हिसाबले, त्यही नै प्रोग्रेस गर्छु। यहाँ होइन, यहाँ त मैले सिर्फ आफूलाई आफ्नो प्रोग्रेसको बारेमा जानकारी दिलाउन गरिरहेको छु। र यदि कसैले मलाई म पब्लिकै गरिदिन्छु यो आफ्नो भिडियोहरू, र कसैले मलाई आफूले भिडियो पब्लिक गर्यो, कसैले हेऱ्यो र कसैलाई मन पऱ्यो र मान्छेले कमेन्ट गर्यो भने पनि, कसैले नराम्रो लाग्यो भने पनि मलाई मतलब छैन। किनकि यसले मलाई आफ्नो कन्फिडेन्स बुस्ट गर्न हेल्प गरिरहेछ। किनकि मलाई यस्तो एक तरिका मनमा हुन्छ, मैले त्यस्तो जे पाएँ त्यो भिडियो त मैले पोस्ट गरेर अघि बढिरहेको छु। यो नर्मल भिडियो त के चाहिँ हुन्छ र, यो एकदम एडिटेड भिडियो, यति मेहनत गरेर राखेको भिडियो त राम्रै हुन्छ नि भनेर एउटा कन्फिडेन्स बुस्ट गर्ने नै हेल्प गर्छ। सो तपाईँ पनि यस्तै गर्न सक्नुहुन्छ। यदि आफ्नो कन्फिडेन्स बुस्ट गर्नको लागि आफूलाई जे भन्नु छ, जे गर्नु छ, त्यो सिम्पली रेकर्ड गरिदिनुहोस्। एडिट गर्नु पर्दैन, के पनि गर्नु पर्दैन। टाइटल जे लाग्छ, जे मन लाग्छ त्यो लेखिदिनुहोस्। जस्तै देउसी भैलोको प्रोग्राममा तपाईँ जानुभयो, सपोज त्यहाँ गएर देउसी भैलो टाइटल लेखिदिनुहोस्, सिम्पली रेकर्ड गरिदिनुहोस्, हालिदिनुहोस्। यसले तपाईँ कन्फिडेन्स बिल्ड गर्ने काम गर्छ। सो त्यही हो। तपाईँलाई डे 3 मा भेट्छौँ र यो मेरो दोस्रो पनि भिडियो।